पहिला मेरो घर सामान्य थियो, मैले कुखुराको फर्ममा मैले घर बारेर बसेको थिएँ। अहिले सद्गुरु रामपालजी महाराजका शरणमा गएपछि 5 कोठे 3 लाखको घर छ इँटाको। अनि मेरो पहिला थिएन, अहिले सामान्य गाडी छ चलाउने, मलाई घरमा गर्ने गाडी छ, साधन छ। पहिलाचोटि मेरो घर बनाउँदाखेरि मैले ब्याङ्कमा ब्यालेन्स 1000 रुपियाँभन्दा तलमा रस ब्याङ्कमा सबै पैसा निकालेर पाऊँ भनेर मैले चेक गरेर सबै मेरो 1000 भन्दा मुनै थियो। पछाडि मलाई पैसाको आवश्यकता परेर ब्याङ्कमा फेरि जाँदाखेरि मेरा ब्याङ्कमा ब्यालेन्स 12,345 रुपियाँ देखिएको थियो। त्यहाँ मेरो एउटा प्रत्यक्ष मेरो लाभ त्यहाँ भयो। त्यस पछाडि फेरि काहीँ जाँदाखेरि मलाई आवश्यक पर्यो, त्यहाँ मलाई जानलाई आवश्यक पर्दाखेरि मेरो पैसामा अभाव थियो। मेरा साथमा 1000 को नोट एउटा अनि 300 रुपियाँ 30 रुपियाँ यसरी पाएँ। त्यसरी अर्कोतिर लाभ भयो। फेरि अहिले भर्खरकै कुरा हो, मेरो ब्याङ्कमा मैले एकचोटि 50,000 मेरो पहिला डिपोजिट 38,000 थियो। त्यसबाट मैले 50,000 ब्याङ्कमा ब्यालेन्स गरेको थिएँ। अहिले तत्काल चाहिँदाखेरि फेरि ब्याङ्कमा मेरो चाहिँ 1,43,000 मैले पाएँ भने यस्तो खालको मैले प्रत्यक्ष रूपमा चाहिँ सन्त रामपालजी महाराजको शरणमा गएपछि यो प्रमाणित मैले आर्थिक लाभमा फल पाएको छु।